अलि अगाडि गर्नु है उकालो घ्याम्पे डाँडाको उकालो बेसरी घ्याम्पे डाँडाको उकालो पहाड पर्वत पनि कति हुन् कति रमाइलो पहाड पर्वत रहेछन् यसमा यो उकालो घुम्दै 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 आइयो अब घ्याम्पे डाँडा होटल अब यी घ्याम्पे डाँडाको होटल यो चाहिँ अनि त्यहाँबाट चाहिँ आज चैत्र 30 गते 81 साल अब पर्सिबाट चाहिँ नि 82 साल लाग्छ यही 82 साल लाग्ने बेलामा चाहिँ हामी पिकनिक आएको थियौँ पिकनिकमा चाहिँ नि हामी आउँदैछौँ अब हत्तु भयो हत्तु 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 भयो वाह वाह पहाड पर्वत घ्याम्पे डाँडाको पहाड पर्वत यो घ्याम्पे डाँडो भन्ने ठाउँ कहाँनिर होला भन्ने चाहिँ नि भएको थियो यो घ्याम्पा चाहिँ नि बनाएको रहेछ यो डाँडोमा यो घ्याम्पा भएर यसको नाम चाहिँ नि घ्याम्पे डाँडो रहेछ यो घ्याम्पे डाँडोबाट काठमाडौँ एयरपोर्ट सबै ट्याक टुक देखिने रहेछ अब यो घ्याम्पा भएको ठाउँमा अब हामी चाहिँ यो घ्याम्पा भएको ठाउँमा जाँदैछौँ यो घ्याम्पा यो चाहिँ नि यो घ्याम्पा भएर घ्याम्पा चाहिँ नि त्यो घ्याम्पा माथि टाउकोमा थुप्रोमा देखिँदैन होला अनि कहाँबाट देखिन्छ र के घ्याम्पा घ्याम्पा चाहिँ नि घ्याम्पा हो कि क्याम्पा हो क्याम्पका यताले रे त्यो यता काठमाडौँ सबै देखिँदो रहेछ घ्याम्पा साथमा त यहाँ त ओ पर ओ ओ ओ काठमाडौँ पुरा घ्याम्पे डाँडामा यो चाहिँ नि घ्याम्पा यो घ्याम्पामा क्याम्पा क्याम्पा ऐसेलको खोइ खै हेरौँ ए ऐसेली पर्छ है त ऐसेली बढी पर्छ
होटल घ्याम्पे डाँडाको पिकनिकमा रमाइलो घुम्दै घुम्दै अब यस्तो ठाउँमा आइपुग्यो यो क्या हो नि यस्तो यो यो चाहिँ होटल घ्याम्पे डाँडा रहेछ उ त्यो चाहिँ अब यता चाहिँ नि केही छैन तर भुइँमा चाहिँ भुइँमा तल सहर छ कता आज चैत 30 गते हामी चाहिँ फ्यामिली पिकनिक भनेर यो घ्याम्पे डाँडाको चाहिँ फ्यामिली रिसोर्टमा चाहिँ आएर अब पिकनिक गरेर मनाउँदैछौँ। यस्तो स्थिति छ कि यहाँ अब यो चाहिँ नि घ्याम्पे डाँडाको रिसोर्ट हो। अब यो रिसोर्टमा आयो है रिसोर्ट आयो है। अब ल घ्याम्पे डाँडाको त्यही गाडीमा आएको थियौँ हामी। घ्याम्पे डाँडा भनेको काठमाडौँ भक्तपुरको चाहिँ यो सूर्य विनायकदेखि तल 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 रहेछ। अनि यो यतापट्टि चाहिँ नि के हो यो फ्यामिली रिसोर्ट भनेर आएको रहेछ। अब यहाँ आइसकेपछि यो चाहिँ नि के हो यो पर पछाडि नै आउँछ नि त। ओहो